हाम्रो कोही साथीले के टिप्पणी गरेर आयो भने यत्रो वर्ष लुटिस भनेर भन्दै सक्यो हामीलाई त एक लाइनमा लुटिस भनेर भनिदिएपछि कसले कहाँ लुट्यो के थाहा छैन लुटिस भन्दै सक्यो अनि त्यो के कारणले गर्दाखेरि भयो मैले अब पार्टीको साथीहरूलाई मेरो आह्वान छ त्यही काम गर्नको निम्ति नेपाली कांग्रेसको चारतारे झण्डा बोकेर किन गर्न नहुने त्यही काम गर्नका निम्ति चाहिँ जय नेपाल भनेर किन गर्न नहुने अनि बाहिरबाट हामीलाई के बनाइदिएको छ झोले भन्ने बनाइदिएको छ हामी आजको दिनमा यो हिसाब गरेर तथ्याङ्कमा निकाल्यो भने नेपाली कांग्रेसको लाखौं साथीहरूले एक महिनामा कति साथीले कति सार्वजनिक काममा र सामाजिक काममा लागेका छन् निकाल्यो भनेदेखि नेपालको सबैभन्दा बढी सामाजिक काममा लागेको त्यसको चाहिँ आउटपुट त्यहाँ निक्लेको छ भन्ने कुरा बताउन सकिने हाम्रो अवस्था यत्रो सुकुम्बासीलाई हामीले कानुन बनायो अस्ति भर्खर भूमि सम्बन्धी ऐन प्रदेश सरकार हाम्रो स्थानीय सरकार हाम्रो पार्टी कमिटी त्यो ठाउँमा कांग्रेस छ भनेर जानुपर्छ कि पर्दैन हामी छौं राज्यले अपराध गर्न खोज्दै गर्दा पनि बचाउने हामी छौं जोगाउने हामी छौं भनेर जाने जिम्मेवारी हाम्रो यत्रो सुकुम्बासीलाई हामीले कानुन बनायो अस्ति भर्खर भूमि सम्बन्धी ऐन प्रदेश सरकार हाम्रो स्थानीय सरकार हाम्रो पार्टी कमिटी त्यो ठाउँमा कांग्रेस छ भनेर जानुपर्छ कि पर्दैन हामी छौं राज्यले अपराध गर्न खोज्दै गर्दा पनि बचाउने हामी छौं जोगाउने हामी छौं भनेर जाने जिम्मेवारी हाम्रो म आज एउटा जिम्मेवारीमा छु यो जिम्मेवारीबाट मैले पार्टी मिलाउनु पनि छ पार्टी जोगाउनु पनि छ पार्टी अगाडि बढाउनु पनि छ अधिवेशन गराउनु पनि छ यो कुरामा यहाँहरु सबैको साथ सहयोग रहन्छ र मेरो अन्तिम कुरा यही भनेर टुङ्ग्याउँछु यो कसैले पनि विशेष अधिवेशन एउटा चरणमा आयो प्रक्रियामा आयो सकियो त्यो को विशेष अधिवेशनमा आएको थियो को आएको थिएन कसले भाग लिएको थियो कसले भाग लिएको थिएन भन्ने आधारमा मैले एज अ पार्टी सभापति त्यो आँखाबाट मैले कसैलाई हेरेँ भने त्यो भन्दा ठुलो गल्ती केही पनि हुँदैन त्यो गल्ती मैले गर्दिन त्यो गल्ती मैले विश्वप्रकाश शर्मा हामी कसैले पनि त्यो गल्ती गर्दैन हामी गर्दैनौँ त्यो चाहे साथीलाई जिम्मेवारी दिने कुरामा होला चाहे भोलि महाधिवेशनमा सबै साथीलाई समेटेर लिएर जाने कुरामा होला नभए नेपाली कांग्रेस अगाडि बढाउन सकिँदैन यो कुरामा हामी सचेत छौं यति धेरै कन्टेन्ट हामीसँग थियो यहाँ देवराज चालिसे हुनुहुन्छ यति धेरै हामीले काम गर्यौं कन्टेन्ट हामीसँग थियो पुर्याउन सकिँदैन तल इन्फ्रास्ट्रक्चर छैन हामीसँग लिएर जाने कसरी अनि यस कारणले गर्दाखेरि तपाईले यो अद्यावधि गर्दिन हेल्प गर्दिनुस् त्यो अद्यावधि गर्ने कुरामा पनि कोही सदस्य वडा जानु पर्दैन तपाईले जम्मा आफ्नो फोन निकालेर त्यो फोनमा तपाईले पार्टी कार्यालयमा एउटा दिएको टेलिफोन नम्बरमा एक कल फोन गरेर मिस कल गरेर राख्दिए पनि हुन्छ तपाईको फेसबुकको मेसेन्जरमा गएर खोलिदिएर दुई लाइन लेखिदिए पनि हुन्छ यति गरिदियो भने कांग्रेसको क्रियाशील अपडेट गरिदिए हुन्छ र कांग्रेसको क्रियाशील अपडेट भइसकेपछि यति काम गर्न सक्छु भन्दै गर्दा पार्टीको नेताले मञ्चमा गएर यो अपडेट नगर्नु होला यो अपडेट नगर्नु होला के भन्नुभएको अपडेट नगर्नु होला भनेर यो अपडेट गर्ने कुराले बिगार्छ चाहिँ के भनेको यो म छक्क परेको छु पार्टीको 101 नेताहरूले मैले भने पार्टीको विचार समूहको कार्यक्रम राख्ने कुरामा के पनि आपत्ति छैन पार्टीको नेताहरूले यसले मलाई क्वेशन गर्ने कुरामा के पनि आपत्ति छैन तर पार्टीको नेताहरूले पार्टीको साथीहरूलाई यत्रो ठुलो भ्रम फैलाउनुहुन्छ त्यसैले मेरो सबैसँग आग्रह छ यो अपडेट गर्ने काम पार्टीको विधानको व्यवस्था पनि हो पार्टीको आवश्यकता पनि हो यसमा तपाईहरु सबैको मद्दत चाहिन्छ र कुनै पनि तहको कुनै पनि साथीले चाहे त्यो जिल्ला सभापति हो चाहे त्यो क्षेत्र सभापति हो चाहे गाउँ सभापति होस् मैले यो काम गर्दिन भन्नुभयो भने तपाईलाई धेरै धेरै धन्यवाद नेक्स्ट डे अर्को साथीलाई चिठी जान्छ अर्को साथीले जिम्मा लिनुहुन्छ पार्टी कसैको कारणले रोकिँदैन मैले कसैलाई पनि पदबाट हटाउने भए तर जिम्मा अर्कोलाई दिन्छु मैले अर्को वडा सभापतिले गर्दिन भन्नुहुन्छ मैले अर्को साथीलाई जिम्मा दिन्छु त्यो साथीले गर्छ किनकि यहाँ कोही चाहिँदैन यो त सिधा सदस्य र माथि कुरा हो पार्टीको क्रियाशील सदस्यले सिधा फोनबाट सिधा भर्न सक्नुहुन्छ भर्न पाउनुहुन्छ भोलि गएर कसैको छुट्यो भने त्यो सिस्टम क्रिएट गरेका हुन्छौँ र अन्तिममा यति लाख मान्छे त्यो सदस्य कसैले भन्नुहुन्छ घट्छ अलिअलि घट्ला समयसँग बढ्छ पनि अर्को कुरा यो पटक एउटा निर्वाचन क्षेत्रबाट 3 जना 30 वर्षभन्दा मलाई ठ्याक्कै मैले अलमल भाउन सक्छु भयो भने पछि मामुजीले सच्याइदिनु होला मैले थाहा पाएसम्म 3 जना साथी 30 वर्षभन्दा मुनिको 3 जना साथी महाधिवेशन प्रतिनिधि अनिवार्य लिएर आउनुपर्छ एउटा निर्वाचन क्षेत्रबाट अहिले विधानको नयाँ व्यवस्था त्यो छ अनि त्यो ल्याउनको लागि तल यङ मान्छेलाई क्रियाशील बनाउनु परेन त्यसैले म सबैलाई अनुरोध गर्छु आजबाट अहिले प्रदीपजीले तल छलफल गर्दै हुनुहुन्छ अब हामी अर्को सम्भवतः अर्को 1 महिनाको समय थप्छौं र यो 1 महिनाको समयभित्र तपाईले सबै अपडेटको काम पनि सक्नुपर्छ र मेरो आग्रह के छ भने तपाईले नयाँ क्रियाशील बनाइदिनुस् कसलाई बनाइदिनुस् 30 वर्षभन्दा मुनिकोलाई खोज्दिनुस् थप्दिनुस् हिजो नेपाली कांग्रेसको क्रियाशील लिएर कहिले क्रियाशील नभएको को क्रियाशील भने थाहा नपाएकोलाई छोड्दिनुस् बरु
नयाँ साथीलाई बनाइदिनुहोस्। त्यो नयाँ साथीलाई बनाएर भोलिको निर्वाचनमा आउने गरिकन साथीहरूलाई तयार गर्ने काम पनि गरौँ। आज काङ्ग्रेसको सभापति, उपसभापति, मुख्यमन्त्रीजी हामी सारा सबै यहाँ बस्यौँ। आज केमा छलफल गर्यो भन्दै गर्दाखेरि गण्डकीको यो प्रदेशको एकजना नागरिकलाई हाम्रो बारेमा दुईटा कुरा भएको छ नि। आज प्रशस्त कुरा उठेको छ, यहाँको मानिसहरूको बारेमा कुरा उठेको छ, भएको छ। यिनीहरू त्यहाँ किन जम्मा भएका छन् भने यिनी आफ्नो झगडा मिलाउन जम्मा भएका होइन, मेरा बारेमा कुरा गरेर जम्मा भएका हुन् भन्ने उसलाई लाग्ने त बनाऊँ हामीले। हाम्रा सारा समय, सारा ऊर्जा हाम्रो यहाँभित्रको गन्थन मन्थनमा मात्र गरेर हुँदैन। त्यसैले म पार्टी पनि मिलाउँदै जाने हो, म स्पिडमा अगाडि पनि बढ्दै जाने हो, मिलाउँदै पनि जाने हो, अगाडि पनि बढ्दै जाने हो। कुनै नेता सब मेरो लागि त त्यो मैले जो नेताहरूसँग मिलाउनुपर्छ भनिराख्नु भएको छ, त्यो नेताहरूको त मेरो उमेरभन्दा बढी त उहाँहरूले यो पार्टीमा योगदान गरिसक्नु भएको छ। त्यो योगदानको अवमूल्यन गर्ने हैसियत मैले राख्दिनँ नि। यो त जिम्मेवारी न हो, अस्थायी जिम्मेवारी। मभन्दा सम्मानित नेताहरू हुनुहुन्छ, म मेरोभन्दा उहाँहरूको योगदान त्यसै पनि बढी छ। सधैँभरि नेपाली काङ्ग्रेसको इतिहासमा त्यो योगदान बढी नै रहन्छ। तर फरक यति मात्र हो, म आज एउटा जिम्मेवारीमा छु। यो जिम्मेवारीबाट मैले पार्टी मिलाउनु पनि छ, पार्टी जोगाउनु पनि छ, पार्टी अगाडि बढाउनु पनि छ, अधिवेशन गराउनु पनि छ। यो कुरामा यहाँहरू सबैको साथ सहयोग रहन्छ। र मेरो अन्तिम कुरा यही भनेर टुङ्ग्याउँछु, यो कसैले पनि विशेष अधिवेशन एउटा चरणमा आयो, प्रक्रियामा आयो, सकियो। त्यो को विशेष अधिवेशनमा आएको थियो, को आएको थिएन, कसले भाग लिएको थियो, कसले भाग लिएको थिएन भन्ने आधारमा मैले आज पार्टी सभापति त्यो आँखाबाट मैले कसैलाई हेरेँ भने त्योभन्दा ठुलो गल्ती केही पनि हुँदैन। त्यो गल्ती मैले गर्दिनँ। त्यो गल्ती मैले विश्वप्रकाश शर्मा हामी कसैले पनि त्यो गल्ती गर्दैन, हामी गर्दैनौँ। त्यो चाहे साथीलाई जिम्मेवारी दिने कुरामा होला, चाहे भोलि महाधिवेशनमा सबै साथीलाई समेटेर लिएर जाने कुरामा होला, नभए नेपाली काङ्ग्रेस अगाडि बढाउन सकिँदैन। यो कुरामा हामी सचेत छौँ। नेपाली काङ्ग्रेसको पार्टीको योभन्दा पहिलाको विधान, जुन विधान बनाउने कमिटीको संयोजक श्रद्धेय नेता पूर्णबहादुर खड्का हुनुहुन्थ्यो र त्योभन्दा पहिला श्रद्धेय नेता कृष्णप्रसाद सिटौला हुनुहुन्थ्यो। कृष्णप्रसाद सिटौलाले पहिला लेख्नुभएको विधान, जसको निरन्तरतापछि पूर्णबहादुर खड्काले लेख्नुभयो, जुन विधान तपाईँ हाम्रो विधान हो, त्यो विधानले के भन्छ, प्रत्येक नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यले हरेक वर्ष नवीकरण अनिवार्य गर्नुपर्छ। हरेक वर्ष। र नवीकरण गर्न वडामै जानुपर्छ। र नवीकरण गर्दाखेरि नवीकरण गर्नका निम्ति योग्यता पुगेको कागज प्रमाण लिएर जानै पर्छ। त्यो वडा सभापतिले चाहेन भने नवीकरण नगर्न पनि पाउँछ, विधानमा लेखेको छ। तर हामी के गर्छौँ अभ्यासमा, विधानको यो धारा ठ्याक्कै निलम्बन गर्छौँ। र के भन्छ विधानले, 6 महिना अगाडि सबै काम सक्नुपर्छ भन्छ। हामी ठ्याक्कै अधिवेशनको 6 महिना अगाडि आएर बल्ल सक्रिय सदस्यको काम गर्छौँ। यो विधानको व्यवस्था होइन, तर हामीले सजिलोको लागि गर्दै आएको। यो पटक पनि त्यही गरे हुन्थ्यो। जे गरिरहेको त्यही गरेर पार्टी चल्थ्यो भने त हाम्रो अवस्था यो हुँदैन थियो नि त। केही न केही कुरा त बदल्नुपर्ने अवस्था हामी सबैलाई महसुस भएको हो नि। त्यसैले हामीले के प्रस्ताव गऱ्यौँ, यो पटक यो धारा निलम्बन गर्नेतिर नलागौँ, यसलाई बिर्सौँ एकछिन। र यो पटक पार्टीको सदस्यहरूको एकपटक अद्यावधि गरौँ। अद्यावधि किन गर्ने? पहिलो कुरा, पार्टीको सदस्य अद्यावधि गर्ने क्रममा के हुन्छ, जो पार्टीको सदस्य काङ्ग्रेसको क्रियाशील बन्ने कुराको निरन्तरता चाहेको हो, उसको क्रियाशील सदस्यता कायम रहन्छ। जो नक्कली हो, जो हामीले अधिवेशनको लागि बनाएको हो, हामी यही छौँ है। कसैलाई हामी सबैले मम गरे हुन्छ। हामीले अधिवेशनको लागि अझ अस्तिको पटक यो के अरे हामीले क्रियाशील सदस्यताको सङ्ख्या बढ्यो भने प्रतिनिधिको सङ्ख्या बढ्छ भनेर चाहिँ त्यो प्रतिनिधिको सङ्ख्या हेरेर खोजखाज गरेर ल्याएको जो साथीहरू हुनुहुन्छ, चुनावमा मत माग्न जाँदै गर्दाखेरि एकछिन लामो छलफल गर्यो, अन्त्यमा गएर कोसँग मत मागियो बहस गर्यो भनेको त क्रियाशीलसँग बहस गरेको हुन्छ। यो खालको जो क्रियाशीलहरू हुनुहुन्छ, उहाँहरू जो काङ्ग्रेसको क्रियाशील निरन्तरता दिन चाहनुहुन्न, उहाँहरू छोड्नुहुन्छ। तर एकजना पनि मान्छे जसले म काङ्ग्रेसको क्रियाशील कन्टिन्यू गर्छु भनेर भन्छ, एकजना मान्छे पनि क्रियाशील सदस्यता छुट्दैन, कसैले छोड्न पाउँदैन। यसमा प्रष्ट बनाऊँ। दोस्रो कुरा, नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय कार्यालय आफ्नो सदस्यहरूसँग प्रत्यक्ष सम्पर्क गर्न चाहन्छ, संवाद गर्न चाहन्छ। त्यो सदस्यसँग प्रत्यक्ष संवाद र सम्पर्क गर्न पाइँदैन अहिले। किन पाइँदैन? मैले महामन्त्री हुँदा पनि पाउँदिनँ, अहिले सभापति हुँदा पनि पाउँदैन। किन? म सदस्य चिन्दिनँ।
मैले एकदमै धेरै मैले परिपत्र गर्न पाएँ भने कसलाई गर्न पाउँछु भन्दा मैले 77 जिल्लाको सभापतिलाई गर्न पाउँछु। त्योभन्दा बढी गऱ्यो भने 165 क्षेत्रीय सभापति गर्न पाउँछु। किन 165 क्षेत्रीय सभापति? म 8 लाख भन्ने गरेको 9 लाख चुनावको क्रियाशील सदस्य छ। त्यो प्रत्येक क्रियाशील सदस्य बराबर। म त के भन्ने मान्यता राख्छु भने त्यो क्रियाशील सदस्य एकजना क्रियाशील सदस्य र गगन थापा दुईटैको हैसियत बराबर हो, जिम्मेवारी मात्र फरक हो। म अहिले पार्टी सभापति भनेको म ठुलो होइन, मेरो जिम्मेवारी पार्टी सभापति हो, तर मेरो प्राइमेरी कुरा भनेको मेरो क्रियाशील सदस्य हो। पुरा अर्को वर्षको वैशाखमा निर्वाचन हुन्छ। अझ निर्वाचन आयोगले अहिले भनिरहेको कुराको आधारमा सरकारले सुन्दै गर्दा वा सरकारले त्यसरी जाने भनेर भन्यो भने प्रदेश र स्थानीय सरकारको निर्वाचनै अर्को वर्षको वैशाखमा जेठमा संयुक्त रूपमा एकैपटक हुन सक्ने अवस्था रहन सक्छ। त्यसमा पनि हामीले ख्याल गर्नुपर्ने। स्थानीय तहको त यो अन्तिम हुँदै हो। स्थानीय तहको सरकारको सन्दर्भमा अघि नै विश्वप्रकाश शर्माले चर्चा गर्नुभएको छ। हामीले अघिल्लो पटकै एउटा परिपत्र गरेर पठाएका थियौँ हामी महामन्त्री हुँदै गर्दा। स्थानीय सरकारले बजेट बनाउँदै गर्दा पार्टीको स्थानीय कमिटी र त्यो स्थानीय सरकारको बिचमा अनिवार्य रूपमा एउटा संयुक्त संयन्त्र बन्नुपर्छ र त्यो संयन्त्रमा छलफल हुनुपर्छ। मलाई थाहा भएसम्म एकदमै कम ठाउँमा मात्रै संयन्त्रहरू बनेको छ। अब पार्टीको साथीहरू सेना प्रहरीको जस्तो संस्था होइन। तपाईँले संयन्त्र किन बनाउनु भन्दा तपाईँलाई उठबस गराउँछु भनेर भयो। माथिबाट बनाउनुपर्छ भनेर लागेको छ, बनाउनुपर्छ परिपत्र गरेको छ, तल लेखेर पठाएको छ, हामीले बनाएका छैनौँ। तर यो अन्तिम वर्ष हेर्नुहोस्, तपाईँहरूमध्ये कोही फेरि पुनर्निर्वाचन लड्न चाहनुहुन्छ होला, कोही योभन्दा अरू पार्टीको जिम्मेवारीमा आउन चाहनुहुन्छ होला। यहाँ निर्वाचित हुनुभएको जनप्रतिनिधिहरूको मूल्याङ्कन यसैबाट हुने हो र पार्टी हिजोको जसरी चल्दैन। अब मैले जे गरेँ यहाँ म त्यसरी नै चल्छ भन्ने कुरा होइन। यहाँ एकदम यो कुरामा हामी सबैजना प्रष्ट हुन आवश्यक छ। यहाँ हामी कोही दाइ पनि छैनौँ, कोही भाइ पनि छैनौँ। पार्टीभित्रका हाम्रा आफ्ना सम्बन्धहरू छन्, सबैलाई हामी सम्मान गर्छौँ। हामीभन्दा सबै अग्रजलाई पनि सम्मान गर्छौँ, सँगैको साथीहरूलाई पनि सँगसँगै लिएर जाने हो। तर आफ्नो जिम्मेवारी सबैले निर्वाह गर्नुपर्छ। त्यो जिम्मेवारी निर्वाह गर्ने कुराको सन्दर्भ स्थानीय सरकारका जनप्रतिनिधि साथीहरूले यो अन्तिम वर्ष हो, तपाईँका पनि अप्ठ्याराहरू छन्, तर पार्टीको साथीसँग संवाद नगरिकन अप्ठ्याराको बारेमा बाहिर गएर कसले बताइदिन्छ, कसले बुझाइदिन्छ? अघि नै कुरा गर्नुभयो मुख्यमन्त्रीले भनेको जस्तै हो। स्थानीय सरकारमा पनि माग अरबौँको छ, तपाईँले गर्न सक्ने करोड पनि छैन। तर जब पार्टीको साथीसँग बसेर संवाद गरिन्छ तब नै त्यो साथीले बाहिर गएर बताइदिन्छ कि मेरो निर्वाचित भएको गाउँपालिकाको प्रमुखको, मेरो निर्वाचित भएको वडा अध्यक्षको, मेरो निर्वाचित भएको मेयरको यो अप्ठ्यारो छ भनेर। जब हामी आफ्नो पार्टीको साथीसँगै संवाद गर्न सक्दैनौँ भने बाहिरको नागरिकसँग संवाद गर्ने माध्यम के बन्छ? त्यसो हाम्रो यो प्रयास पार्टीको साथी र स्थानीय जनप्रतिनिधि साथीहरूको बिचमा संवाद पनि गरौँ। स्थानीय जनप्रतिनिधि साथीले अन्तिम वर्ष प्रायोरिटाइज गर्दै गर्दाखेरि केलाई प्रायोरिटीमा राख्ने, कसरी गर्ने र अर्को कुरा चाहिँ कम्युनिकेट कसरी गर्ने भन्ने पनि हो। बाहिर कसरी लिएर जाने विषयवस्तुलाई भन्ने पनि हो। यो विषयको बारेमा हामी छलफल गर्न चाहन्छौँ। नेपाली कङ्ग्रेसको 4 तारे झन्डा बोकेर किन गर्न नहुने? त्यही काम गर्नका निम्ति चाहिँ जय नेपाल भनेर किन गर्न नहुने? अनि बाहिरबाट हामीलाई के बनाइदिएको छ? झोले भन्ने बनाइदिएको छ। हामी आजको दिनमा यो हिसाब गरेर तथ्याङ्कमा निकाल्यो भने नेपाली कङ्ग्रेसको लाखौँ साथीहरूले एक महिनामा कति साथीले कति सार्वजनिक काममा र सामाजिक काममा लागेका छन् निकाल्यो भनेदेखि नेपालको सबैभन्दा बढी सामाजिक काममा लागेको त्यसको चाहिँ आउटपुट त्यहाँ निक्लेको छ भन्ने कुरा बताउन सकिने हाम्रो अवस्था हो। हामीसँग लाखौँ साथीहरूको यत्रो ठुलो सङ्गठन छ, सबभन्दा ठुलो सङ्गठन छ। यो सङ्गठनको ताकत हामी केमा लगाउँछौँ? दुईवटा कुरामा लगाइरहेका हुन्छौँ। एउटा पार्टीभित्रको चुनावको तयारी, एउटा राष्ट्रिय चुनावको तयारी। मेरो आग्रह के छ, यसलाई नयाँ तरिकाले सोचौँ। राष्ट्रिय चुनावको तयारी आफै हुँदै जान्छ, पार्टीभित्रको चुनावको तयारीले हामीलाई एकदमै धेरै यो बोझले हामीलाई थिचेको छ। यो बोझलाई अब हामीले हल्का गर्नुपर्छ। हाम्रो पार्टीको स्थापनाकालीन अघि नै केही विषयहरूको बारेमा चर्चा भएको छ। विषय यहाँसम्म आउँदै गर्दाखेरि नेपालको राजनीतिक आन्दोलन मात्र होइन, नेपालको सामाजिक आन्दोलनको पनि नेता हो नेपाली काङ्ग्रेस। म देशभरि घुम्छु, देशभरि घुम्दै गर्दा पहाडदेखि मधेससम्म जाँदै गर्दाखेरि कुनै एउटा विद्यालय बन्यो भने एकछिन बसेर छलफल गरौँ यो विद्यालय बनाउने कुराको जमिन कसले दिएको भनेर भन्यो भने कुनै न कुनै काङ्ग्रेसले दिएको जमिन हुन्छ। ल, कुनै न कुनै काङ्ग्रेसले दिएको जमिन हुन्छ। अस्पताल बनाउने जमिन कसले दिएको छ? कुनै न कुनै काङ्ग्रेसले दिएको छ। जमिन दिएको छ, त्यसपछि जमिन दिएको मात्र होइन, त्यहाँभित्र गएर त्यसले श्रमदान गरेको छ। यति धेरै सामाजिक काममा संलग्न भएको छ। अहिले यसो पछाडि तपाईँले यसो सामाजिक सञ्जालमा गएर हेर्नुहोस् त, कहीँ गएर हामीले हेऱ्यौँ भने के आउँछ? अहिले एउटा नयाँ पार्टी आएको छ। त्यो नयाँ पार्टीले आफ्नो पार्टीको साथीहरूलाई राम्रै गरेको छ। आफ्नो पार्टीको साथीहरूलाई बोलाएर ल्याएर
शनिबारको दिन बिदाको दिनमा केही सामाजिक सार्वजनिक काम गर्छ अनि हाम्रो कोही साथीले के टिप्पणी गरेर आयो भने यत्रो वर्ष लुटिस भनेर भन्दै सक्यो हामीलाई त एक लाइनमा लुटिस भनेर भनिदिएपछि कसले कहाँ लुट्यो के थाहा छैन लुटिस भन्दै सक्यो अनि त्यो के कारणले गर्दाखेरि भयो मैले अब पार्टीको साथीहरूलाई मेरो आह्वान छ केही काम गर्नको निम्ति नेपाली कांग्रेसको चारतारे झन्डा बोकेर किन गर्न नहुने त्यही काम गर्नका निम्ति चाहिँ जय नेपाल भनेर किन गर्न नहुने अस्ति मैले पहिला पनि साथीलाई आएर भनेको छु अस्ति म अत्तरियामा थिएँ सुदूरपश्चिम अत्तरियाको त्यहाँ नेपाली कांग्रेसको नगर समितिले के गर्छ प्रत्येक एउटा पार्टीको साथीको जन्मदिनको दिनमा छेउमा गएर उसले सानो एउटा बक्स राखेको छ त्यहाँभित्र पार्टीको आउनुभएको जो जन्मदिनमा आउनु भएको साथीहरू हुनुहुन्छ उहाँले स्वेच्छाले त्यहाँ केही दान गर्नुहुन्छ दान गरेकोले सङ्कलन गर्छ र प्रत्येक वर्ष एकजना विपन्न मान्छेको घर पार्टीको साथीहरूले मिलेर बनाइराख्नु भएको छ म अस्ति सिन्धुलीमा केही समय अगाडि हाम्रो त्यहाँको पार्टीको साथीहरूले मिलेर बनाउनु भएको घरको म अस्ति उद्घाटन गरेर आएको तर मगर दुईटा सिन्धुली र यो धनगढीमा के कुरामा खुसी लागेको छ भने दुवै ठाउँमा कुनै सङ्कोच नमानिकन नेपाली कांग्रेसको नाममा गर्नुभएको छ यो कोठामा आउनुभएको साथीहरूलाई मैले एक एकजनालाई भेटेर सोध्यो भने यहाँ आउनुभएको साथीहरू यस्तो सामाजिक काममा म 100% ठोक्वा गरेर भन्न सक्छु प्रत्येक साथी कुनै न कुनै सामाजिक कर्ममा संलग्न हुनुहुन्छ तर सामाजिक कर्ममा संलग्न हुँदै गर्दा हामीले के भनेका छौँ त्यो सामाजिक कर्म हो त्यसैले त्यहाँ जाँदै गर्दा चाहिँ पार्टीको झन्डा बोक्नुहुन्न भनेको छौँ अनि पार्टीको झन्डा नबोकिकन त्यही मान्छे हामी कोही जेसिसमा लाग्यो होला कोही लायन्समा लाग्यो होला कोही चाहिँ कुनै भजन कीर्तनमा लाग्यो होला कोही मन्दिर बनाउन लाग्यो होला कोही केहीमा लाग्यो होला अनि बाहिरबाट हामीले के बनाइदिएको छ झोले भन्ने बनाइदिएको छ हामी आजको दिनमा यो हिसाब गरेर तथ्याङ्कमा निकाल्यो भने नेपाली कांग्रेसको लाखौँ साथीहरूले एक महिनामा कति साथीले कति सार्वजनिक काममा र सामाजिक काममा लागेका छन् निकाल्यो भनेदेखि नेपालको सबैभन्दा बढी सामाजिक काममा लागेको त्यसको चाहिँ आउटपुट त्यहाँ निक्लेको छ भन्ने कुरा बताउन सकिने हाम्रो अवस्था हो सिमानामा 100 रुपियाँभन्दा बढीको सामान ल्यायो भने म भन्सार लगाउँछु भनेर गरेको छ मैले पार्टीको साथीलाई गएर आएर भने हामी सरकारमा छैनौँ भनेर पाइन्छ हाम्रो काम होइन यो भन्सारमा यत्रो ठुलो शास्ति नेपाली नागरिकहरूले प्राप्त गरिसकेपछि यो गलत हो भनेर त्यसको विरुद्धमा त्यहाँको नागरिकलाई सजिलो बनाउने वा सरकारसँग गएर प्रश्न गर्ने पर्यो भने प्रतिरोध गर्ने काम हाम्रो हो कि होइन त्यो नागरिकको मुद्दा कसले उठाउने हो यत्रो सुकुम्बासीलाई हामीले कानुन बनायो अस्ति भर्खर भूमि सम्बन्धी ऐन सिमानाको प्रयोग गरेर पारि गयो सस्तोमा सामान पाइन्छ कतिपय सामानहरू कतिपय उताको नि यता आएर सस्तोमा पाउँछन् त्यसबाट जीविका चलिरहेको छ वर्षौँदेखि त्यो कानुन थियो तर त्यो कानुनको कार्यान्वयन कहिले पनि भएन किनकि त्यो कानुन गलत थियो हिजो नेपाली कांग्रेस पार्टीकै सरकार हुँदै गर्दा पनि कहिलेकाहीँ त्यो कानुनलाई प्रयोगमा ल्याउन खोजियो हामीले गलत हो भन्यौँ हामीले प्रश्न उठायौँ कार्यान्वयन गर्न दिएनौँ यत्रो सुकुम्बासीलाई हामीले कानुन बनायो अस्ति भर्खर भूमि सम्बन्धी ऐन प्रदेश सरकार हाम्रो स्थानीय सरकार हाम्रो पार्टी कमिटी त्यो ठाउँमा कांग्रेस छ भनेर जानुपर्छ कि पर्दैन हामी छौँ राज्यले अपराध गर्न खोज्दै गर्दा पनि बचाउने हामी छौँ जोगाउने हामी छौँ भनेर जाने जिम्मेवारी हाम्रो यत्रो सुकुम्बासीलाई हामीले कानुन बनायो अस्ति भर्खर भूमि सम्बन्धी ऐन अहिले मजाले सरकारले बसेर काम गर्नुपर्ने ठाउँमा त्यो बेलामा नदीको छेउको ठाउँ खाली नै हुन्थ्यो जसले अतिक्रमण गरेर बसेका थियो अतिक्रमण गरेर जबरजस्ती गरेको ठाउँ हट्थ्यो नै जसले वास्तवमा जो भूमिहीन दलित थियो उसले भूमि पाउँथ्यो वर्षौँदेखि बसेको अव्यवस्थित बसोबासीहरूले थोरै राजस्व तिरेर त्यही ठाउँमा बस्ने व्यवस्था हुन्थ्यो यो सबै कुरा गर्ने व्यवस्था गरेको ठाउँमा सबै हटाएर डाङडुङ पारेर सरकारले गर्दाखेरि हाम्रो स्थानीय सरकारहरू कहीँ कतै त्यहाँ सम्मिलित हुन मिल्छ मिल्दैन हाम्रो प्रदेश सरकार हाम्रो स्थानीय सरकार हाम्रो पार्टी कमिटी त्यो ठाउँमा कांग्रेस छ भनेर जानुपर्छ कि पर्दैन हामी छौँ राज्यले अपराध गर्न खोज्दै गर्दा पनि बचाउने हामी छौँ जोगाउने हामी छौँ भनेर जाने जिम्मेवारी हाम्रो त्यसैले म पार्टीको साथीहरू पनि आग्रह गर्न चाहन्छु अब यो गनगन गरेर बर्बाद भयो सकियो यो भयो के भयो भनेर एकअर्कासँग चाहिँ हामी गए गन्थन गरे यत्रो विषय छ बाबा यत्रो मुद्दा छ सरकारमा जाउँ भने प्रदेशमा सरकारमा छौँ 332वटा पालिकामा छौँ 2668वटा वडामा छौँ जताततै छौँ सङ्घमा सबभन्दा प्रमुख प्रतिपक्षी दल छौँ राष्ट्रिय सभामा सबभन्दा ठुलो दल छौँ देशमा सबभन्दा ठुलो पार्टी छ यत्रो ठुलो सङ्गठन छ समाजमा यत्र विषय र मुद्दाहरू छन् हामी चाहिँ कोठाभित्र बसेर दिनरात बसेर बर्बाद भयो सकियो कहाँ हो किन हो भनेर मात्र बसिरह्यो भने हामी हाम्रो आफ्नो शक्तिलाई नचिनेको हुन्छ यसबाट बाहिर निस्कनुपर्छ म आग्रह गर्छु मैले पार्टीको नेताहरूलाई पनि आग्रह गरेको कुरा यही मेरो जिम्मेवारी छ पार्टी सभापतिको रूपमा मलाई थाहा छ मैले त्यो जिम्मेवारी निर्वाह गर्ने क्रममा म नेताहरूसँग संवाद गर्ने थप छलफल गर्ने कुराकानी गर्ने गर्दै जान्छु गर्दै गइ पनि रहेको छु
मैले पार्टीमा अघि विश्वप्रकाश शर्माले प्रश्न पारिसक्नु भएको छ। पार्टी यो सबैको पार्टी हो नि, यो सबैले मिलेर पार्टीभित्रको सबै ताकत एक ठाउँ नराखिकन अगाडि बढ्ने भन्ने कुरा त्यो कल्पना पनि गर्न सकिन्न। तर कसरी मिलाएर लिएर जाने, कसरी गर्ने भन्ने कुराहरूको सन्दर्भमा त मेरा पनि रायहरू छन् नि। म त्यही कुरा भनिरहेको छु। हामी पार्टीको केन्द्रीय समिति छौँ। केही नेताहरू, केही साथीहरू केन्द्रीय समितिभन्दा बाहिर हुनुहुन्छ, जो अस्तिको 14 अधिवेशनमा निर्वाचित हुनुभएको केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो। हामी विशेष महाधिवेशनबाट आयौँ, बाहिर हुनुहुन्छ, जो अस्तिको कमिटीमा हुनुहुन्थ्यो। अस्तिको कमिटीमा रहनु भएको, अहिलेको कमिटीमा नरहनु भएको साथीहरूलाई म आह्वान गरिरहेको छु, यो कमिटीमा आउनुहोस्, सँगै बसेर काम गरौँ। 1 नम्बर यहाँ गरौँ। 2 नम्बरमा भनिरहेको छु, पार्टीको अधिवेशनको लागि 3टा विषय प्रमुख छन्। एउटा सदस्यता। आज बेलुका समाचार के आउँछ अहिले हेडलाइनमा भनिदिन्छु। सुरेन्द्र पाण्डेले भन्नुभयो पार्टी मिलाउनुपर्छ, गुरु घिमिरेले भन्नुभयो हिजो राम्रो काम गरे भए पो अहिले थुरा हुन्थ्यो भनेर भन्नुभयो। आउँछ बेलुका सक्यो। अब हामी त्यही कुरा गर्न आएर यहाँ को राख्दाखेरि सबैको चित्त बुच्च राखौँ। अर्को पार्टीभित्रको महत्त्वपूर्ण निकाय भनेको निर्वाचन समिति हो। हिजो खम्बबहादुर खाती हुनुहुन्थ्यो, अहिले खम्बबहादुर खातीको पनि गुरु प्रेमबहादुर खड्का हुनुहुन्छ। उहाँ हुनुहुन्छ निर्वाचन समितिको संयोजक। त्यो निर्वाचन समितिमा अरू को ल्याएर राख्ने हो राखौँ। को राख्दाखेरि हामी सबैलाई चित्त बुझ्छ, फियर हुन्छ भन्छ लाग्छ, राखौँ। अझ यसले पनि पुग्दैन, सदस्यता सम्बन्धी अर्को एउटा संयन्त्र बनाउनुपर्छ, त्यो पनि बनाऊ। अनुशासनको समिति छ, तारामानजी हुनुहुन्छ, त्यहाँ चाहिँ अलिकति एकवटा तरिकाले मात्र हेरिएला कि भन्ने आशंका छ भने ल ठिक छ, राखौँ। को साथी राख्ने हो, केन्द्र समितिभित्र आउँ, बसौँ। अनि मैले गर्ने अहिलेको दिनमा, आजको दिनमा गर्ने कुरा त यही त होला नि त। मैले राख्ने प्रस्ताव यही नै होला, मैले गर्ने छलफल यही नै होला। अनि आउँछु, काम गर्छु भने साथीहरू आउँदै जानुभयो, अरू साथीहरूसँग छलफल गर्दै जाने, ल्याउँदै जाने, समेट्दै जाने कुरा न होला। मैले यही नै नेताहरूलाई भनेको छु। खालि मैले अनुरोध भेला गर्ने कुरासँग मेरो केही पनि आपत्ति छैन। पार्टीभित्र विचार सम्भव हुन्छ, भेला हुन्छ। हिजो हामीले गऱ्यौँ, आज अरूले गर्न पाइँदैन भन्न कहाँ पाइयो र? मजाले हुन्छ भेलाहरू। तर खालि एउटै मात्र कुराको अनुरोध, एउटा कुरा ख्याल गर्नुपर्नेछ। मैले पार्टीको लागि भन्दैछु। आज यत्रो कार्यक्रम भएको, यत्रो समाचारको साथीहरू आउनु, अब बाहिर आज के समाचार आउँछ अहिले म भनिदिन्छु। आज बेलुका समाचार के आउँछ अहिले हेडलाइनमा भनिदिन्छु। सुरेन्द्र पाण्डेले भन्नुभयो पार्टी मिलाउनुपर्छ, गुरु घिमिरेले भन्नुभयो हिजो राम्रो काम गरे भए पो अहिले थुरा हुन्थ्यो भनेर भन्नुभयो। आउँछ बेलुका सक्यो। अब हामी त्यही कुरा गर्न आएर यहाँ हामी त यहाँ त अहिले स्थानीय सरकारले गर्ने कामको बारेमा कुरा गर्न आएको, प्रदेश सरकारले गर्ने कामको बारेमा अरू कुरा गर्न आएको। अनि बेलुका समाचार आउँदै गर्दाखेरि कस्तो आउँछ भने अरू भनौँ न, त्यहाँ चाहिँ अब राष्ट्र यति धेरै विषयहरू छन् देशमा, हेर यी थोत्रो यो बसेर सबै आफै बसेर आफ्नै बारेमा मात्र गन्थन गरिरहेका छन् भन्ने आउँछ। यसलाई नबदल्ने हामी, म एनर्जीले दौडिन चाहिरहेको छु। दौडेर गएर सबैलाई समेटेर सम्हालेर गएर के मेसेज दिन खोजिरहेको हो भने हाम्रो घर मिलाउनुपर्छ, नमिलाएर हुन्न। तर हामी मात्र मिलेर पुग्छ त? अब बाहिर ठुलो जमात छैन हामीसँग रिसाएर बसेको, उसँग संवाद गर्नु पर्दैन, उसलाई सोध्नु पर्दैन। करिब यसपटक हामीलाई 10 लाख मतदाताले छोडेको बेला हो हामीलाई। त्यो 10 लाख मतदाताहरूलाई तिनीहरूको कुरा सुन्नुपर्ने छ, तिनलाई भेट्नुपर्ने छ, तिनलाई सोध्नुपर्ने छ र उनलाई भन्नुपर्ने छ तिमी जुन कारणले रिसाएको हो, केही कुरा हामीले सुरुवात गरिसक्यौँ, केही समय लाग्छ, तर ट्रस्ट अस, हामीलाई भरोसा गर। तिमीले अब मत हाल्ने बेलासम्ममा तिमीले चाहेको जस्तो, तिमीले हिजो रोजेको जस्तो, खोजेको जस्तो वा भोलिको निम्ति चाहेको जस्तो काङ्ग्रेस हामी बनाएर ल्याउँछौँ। उसलाई भन्नुपर्ने छैन? त्यो 17, 18, 19, 20 वर्षको 14, 15 वर्षको केटाकेटीलाई भेटेर हिजो हामी 9 कक्षा पढ्दै गर्दाखेरि नेपाल विद्यार्थी सङ्घमा ठाउँ नपाएको मैले, ल निमीसँग धेरै मान्छे हो भनेर मलाई चाहिँ त्यो हाफपट्टु लाएर हिँड्ने भन्छ नि, लाएर हिँडेको बेलामा चाहिँ बिहान चाहिँ हामी चाहिँ काङ्ग्रेसको झन्डा बोकेको छ, नाम बाल काङ्ग्रेस राखेको छ। बिहान शनिबार चाहिँ त्यो सर्ट्स लाएर, हाफ प्यान्ट लाएर हामी त्यो मैदेवीको मन्दिर वरिपरि, किनभने नेवीसँग बस्नु पऱ्यो भने मान्छे धेरै भयो नेवीसँग नराखेको हामीलाई क्लास 9 पढ्दै गर्दा। अहिले क्लास 9मा पढ्ने छोराछोरी छैनन् हाम्रो। त्यो क्लास 9मा छोराछोरी पढ्ने छोराछोरी बेलुका गएर कुराकानी गरौँ त। उसले हाम्रो बारेको उसको धारणा के छ? हाम्रो बारेको उसको धारणा ठिक छ भनेको होइन मैले, गलत छ उसको धारणा। तर उसलाई हामीले उसँग कुरा गर्नुपर्नेछ, उसँग संवाद गर्नुपर्नेछ, उसलाई भन्नुपर्नेछ। यसलाई नबदल्ने, यसलाई बदल्ने हो। यसका निम्ति काम गरौँ भन्ने मेरो प्रयास हो, हाम्रो प्रयास हो।